सो साथीहरू हामी चाहिँ एमबिसी भ्यू पोइन्टमा पुगेको छ कस्तो छ त यात्रा दामी छ है कस्तो छ भनिदिनु त तपाईँको ठिक छ होइन साथीहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ अहिले कति 4 बज्यो हामी चाहिँ भ्यू पोइन्टको लागि गइरहेको हेर्न सक्नुहुन्छ राति यसरी टाउकोमा टर्च जोडेर हिँडिरहेको छौँ टेस्टहरू यहाँ छ एकछिन रेस्ट गराएको हेर्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ गेसहरू हिँडिरहेको छ चट्ट लाएर मैले पनि हात गरी के गर्दै हिँडिरहेको छु मर्निङ सिक्समा सो हेर्न सक्नुहुन्छ साथीहरू यति बेला चाहिँ है हामी चाहिँ यस्तो हल्का उज्यालो फुरफुर भइसक्यो है यसो अगाडि भ्यू पोइन्ट पुगिसकेको है हामी चाहिँ बाटोमा हो हेर्नु सक्नुहुन्छ पुरा चारैतिर ए स्वर्गमा साथी बाटो बवाल छ हाम्रो चाहिँ भ्यू पोइन्ट यहाँ माथि डाँडामा छ मान्छेहरू गइरहेको छ हेर्न सक्नुहुन्छ साथीहरू ल रमाइलो छ नाइस हाम्रो खैरेहरू चाहिँ आउँदैछ तलबाट हिँड्नै सकिरहेको छैन यार बिस्तारै हिँडिरहेछ चाहिँ भ्यू पोइन्टमा आएर बसेको यहाँको हाइट चाहिँ 4200 मिटरको हाइटमा चाहिँ भ्यू पोइन्ट छ सो साथीहरू हामी चाहिँ एमबिसी भ्यू पोइन्टमा पुगेँ हेर्न सक्नुहुन्छ चट्टै यहाँको माहौल चाहिँ एकदम स्वर्ग जस्तो भइरहेको छ या ओके यु गो आइएम जस्ट कमिङ चाहिँ फेरि चाहिँ गइरहेको छ हेलो दाइ के छ ठिक छ कस्तो छ त यात्रा दामी छ है तर अलि ब्याड लक भनेको के चाहिँ भन्छ यतातिर बादल खुलेन क्या मस्त सनराइज पनि हेर्नु पाएन हामीले चाहिँ हुन्छ भ्यू पोइन्टमा चाहिँ हिजो चाहिँ मस्त उ पऱ्यो क्या के भन्छ त्यो हिउँ पऱ्यो है अनि अहिले चाहिँ फेरि एउटा सही भयो एउटा ब्याड लक भयो किनकि हिउँ पऱ्यो त्यो राम्रो भयो तर यो पुरा ढाकिदियो कि बादलले त्यो कारणले सो ब्याड लक भ्यू देखाउन पाउन सकिनँ साथीहरू माफ गरिदिनु होला ल साथीहरू ल भ्यू पोइन्टमा स्वागत छ है ल भए ओके एकदम चिसो पनि रमाइलो पनि साथीहरू दादा यता हेर्नु त भाइको ब्लगमा कस्तो छ त ठाउँ भाइ कस्तो छ भनिदिनु त तपाईँको ठिक छ होइन पुरा तर ब्याड लक भनेको चाहिँ हल्का त्यो नखोलिदिएको मात्र के बादल आई एम जस्ट मेकिङ भिडियो क्यान यु से समथिङ नाइस सो हेर्नु सक्नुहुन्छ यताको माहौल क्या आनन्द है स्वर्गको अनुभूति फिल भइरहेको छ स्क्याम जाने बाटो यसै नै यहाँबाट सर डाँडै जाने हो कि यो यसलाई माथा पुछ्रेको फेदमै पुग्ने हो तर के गर्ने होइन पुरा बादलै खुलेको छैन कि त्यो कारणले जान पाइएन मिलेन अब त्यसैले हामी चाहिँ भ्यू पोइन्टबाट फेरि जानु पऱ्यो तल अब फर्किनु पऱ्यो हाम्रो आजको चाहिँ यहीसम्म हुनेछ साथीहरू ल माया गरिदिनु होला हजुर त्यही हो साथीहरू आज हाम्रो चाहिँ हाम्रो डेस्टिनेसन भनेको त्यही भ्यू पोइन्टसम्म मात्रै थियो किनकि हामी बेस क्याम्प जान सकिएन किनकि उता राम्रोसँग भ्यू पनि खुलेको थिएन त्यो कारणले जान पनि मिलेन अनि तर चाहिँ त्यहाँ एक ठाउँमा चाहिँ बाटो एकदम साँघुरो छ क्या अनि त्यहाँबाट चाहिँ लड्यो भने मान्छे नै भेट्दैन कि त्यस्तो खालको डेन्जर उयो छ कि त्यहाँ मुनिर चाहिँ अनि त्यो कारणले गर्दा पनि हामी जान सकेन अनि मेन कुरो भनेको त अब त्यहाँ भ्यूबाट भ्यू नखोलेको अब उता गएर के खोल्नु है त्यो कारणले चाहिँ हामी चाहिँ अलिक फर्किदिएको सो देख्न सक्नुहुन्छ हाम्रो गेस्टहरू यहाँ पुगिसकेको छ बाघ यहाँ गइरहेको छ तल यो चाहिँ कोही यहाँ जाँदैछ म चाहिँ लास्टको मान्छेलाई लिएर जाँदैछु है साथीहरू अनि अब चाहिँ हामी चाहिँ यहाँबाट सिधा अब यहाँबाट हाई क्याम्पमा गएर लन्च गरेर त्यसपछि हामी चाहिँ आज चाहिँ हामी लो क्याम्पमा झर्ने पर्ने हुन्छ अनि आजको नाइट चाहिँ लो क्याम्प बसेर भोलि चाहिँ
सिटिङबाट सिधा गाडीमा पोखरा अनि उसलाई चाहिँ होटलमा राखाएर चट्टा हाम्रो चाहिँ महर्ले ट्रेक पनि फिनिस गाइस। ल साथीहरू ल माया गरिदिनु होला है हाम्रो भ्लगमा है, कस्तो लाग्छ सुझाव दिनु होला। अब भिडियोबाट हेरेर पनि हजुरले इन्जोय गरिदिनु होला भन्न चाहे हजुरहरू सबैजनालाई। साथीहरूलाई त्यही हो, माया गरिदिनु होला। ल